नमस्ते 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 22औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस। अहिले यो 22औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा हाम्रो यो र्याली हो। नेपाल महानगरपालिका अन्तर्गत यो स्वयंसेविका कर्मीहरूको 7 जना स्वयंसेविका दिदीहरू यहाँ ड्रेसमै हुनुहुन्छ शान्त र्यालीमा। अहिले यो र्याली हाम्रो होटल इन्द्रेणी न्यू रोडमा गएर चाहिँ सभामा परिणत भएर विभिन्न कार्यक्रम सहित भव्य रूपमा हामीले अब मनाउने गर्छौं। महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा यो र्याली हो हाम्रो यो स्वयंसेविका दिदीबहिनीहरूको र हाम्रो स्वास्थ्य कर्मीहरूको नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतको हामी अहिले चाहिँ होटल इन्द्रेणीमा गइरहेछौँ। दिवस महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस 22औं हो यो। अहिले नेपालगञ्ज महानगरपालिकाको 23वटै वडाका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू उपस्थित हुनुहुन्छ आजको यो खुसियाली दिनमा। यहाँहरू पनि सहभागी हुनुहोस्, आउनुहोस् सँगै। हस्, धन्यवाद है। र्याली अब चाहिँ हाम्रो होटल इन्द्रेणीमा प्रवेश गर्दैछ। ल, सबजना दिदीबहिनीहरू आउनुभयो यहाँ, स्वयंसेविका दिदीबहिनीहरू लाइभ हो। नमस्कार योपालि यो स्वयंसेविकाहरूलाई यो रिटायर हुने स्वयंसेविकाहरूलाई अनिवार्य विकास प्राप्त स्वयंसेविकाहरूलाई विदाय भइरहेछ।